Hello and James everyone, welcome back to my channel. It's me Chris and आज चाहिँ Christmas छ finally, so I want to wish you a Merry Christmas. अनि अब चाहिँ म चर्च जान्छु. So आज अब ढिलो हुन लागिसक्यो भनौं न, त्यही भएर अब जाऊ है त चर्चतिर. Merry Christmas. तर अन्धेर आयो नि त. सोनेर मेरो सेम चप्पल. सबैको सेम छ. उता चाहिँ मेरो मम्मीले दिदै हुनुहुन्छ. मम्मी यता हेर्नु. दिदीको ब्लगमा आयो भन्नु न. अच्छा म यहाँ मेरो हुने लाग्छ नि. यता चाहिँ मेरो मम्मीले दिदै हुनुहुन्छ. म फोन गर्दा चाहिँ म त सक्नु भयो भने. हजुर छेमा. छेमा सक्नु आँट्नु भयो. तपाई? ओइ. जाऊ हामी चर्चतिर. ल यो चाहिँ हाम्रो चर्च. आइपुग्यो. उताबाट जाउँ है सोनी. जेमिसी काका मेरी क्रिसमस. जेमिसी. कति बेजत गर्ने है? किन? हेलो छोरी. जेमिसी निनी मेरी क्रिसमस. थ्याङ्क यू. के रे? सेम टु यु. को चाहिँ मुमाले? ल. ए यो त नबोला यहाँ आइसकेछ हौ. ल हामी चाहिँ चर्चमा कोही बेला आउनु भएको छैन. हेलो मेरी क्रिसमस. मेरी क्रिसमस. होइन उयो भ्लगको लागि कुलबी जस्तो भएर हामीले चाहिँ भर्खरै गीत गाएर ट्राई गऱ्यौँ. अब अरूहरू बिस्तारै बेला आउँदै हुनुहुन्छ. हेलो मेरी क्रिसमस. प्रेमा मेरो भ्लगमा आएको छैन अरे आज. आइज बस. रेडी हुँदै. Looking like a princess. So beautiful. इयरिङ्स मिलेको छ. Color same. कन्ट्रास्ट बनाउन खोजेको मिलिरहेको रहेछ. Looking like a wow. जस्ट लुकिङ लाइक अ वाउ. यहाँ नेल पलिस लागेछ. Prima same. Hey. Wow. Nini. Looking like a wow. Laita मेरो बहिनी पर्सना. यता दिमा पनि हुनुहुन्छ, मिलाइदिँदै हुनुहुन्छ निनीको साडी. दिपा मेरी क्रिसमस. सेम टु यु. दिप मेरी क्रिसमस. मेरी क्रिसमस. हैन हेलो. यहाँ चाहिँ हाम्रो खाना पाक्दैछ. खालकोलाबाट पनि आउनु थाल्नुभयो. जेमिसी मेरी क्रिसमस. जय मसी दाजु. जन्मदिनको धेरै धेरै शुभकामना. दाजु तपाईँलाई पनि. अनि भन. जय मसी दिबु. हेलो सबैजनालाई मेरी क्रिसमस. ह्याप्पी क्रिसमस. यहाँ मेरो अन्त छोरी डान्सर होइन. ल जाऊ अब चर्चतिर. छोरीको खोइ सिनेला कस्तै छ त सुस त. मेरो पनि छ चुरा. ओके मेरो बहिनीहरू आउँदैछ आजको हिरोइनीहरू. वाउ. Just looking like a wow. Just looking like a Jemosi Merry Christmas सबैलाई. Jemosi. भिडियो गर्दै ल गीतहरुको.
चाहनुहुन्छ कि आज मेरो पाप क्षमा गर्ने येशू रहेछ म येशूलाई विश्वास गर्न चाहन्छु म येशूलाई उद्धारकर्ताको रूपमा स्वीकार गर्न चाहन्छु येशूलाई विश्वास गरेर मैले पनि अनन्त जीवन पाउन चाहन्छु अनि म उहाँ कहाँ जान चाहन्छु भन्ने कोही हुनुहुन्छ जस्तै मम्मी अनि ज्ञानी भाउजू हुन्छ उहाँहरू चाहिँ अहिले हाल युकेमा बस्नु हुँदैछ सालको हालेलुया परमेश्वर पितालाई धेरै धेरै धन्यवाद र हाम्रो परिवारबाट सबैलाई उदय क्रिस्चियन मण्डलीलाई जय मसीह 2080 सालको हाम्रो प्रभु यीशुको जन्मदिनको सबैलाई मेरी क्रिसमस धेरै धेरै शुभकामना छ हाम्रो उदय मण्डलीलाई अनि 2024 को नयाँ वर्षको उपलक्ष्यको लागि पनि उपलक्ष्यमा पनि यति क्लियर छ भन्न चाहन्छु तपाईको प्रार्थनाले हामी एकदमै आशिषित छौँ र तपाईहरूलाई पनि मण्डली पनि एकदमै हामीले धेरै धेरै मण्डलीको प्रगति भएको देखेर एकदमै खुसी छौँ तपाईँलाई धेरै धेरै धन्यवाद जय मसीह क्रिस्चियन मण्डली धर्म सत्रका मैले मान्नुपर्ने क्रममा अति नै आदरणीय पास्टरज्यूहरू एल्डर डिकनेस कमिटी मेम्बर बाबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू साथै हाम्रो जवान सङ्गति बाल सङ्गतिका नानी बाबुहरूलाई पनि यो सुन्दर समयमा जय मसीह दुष्ट ज्ञान वादन साथै मेरी क्रिसमस ह्याप्पी क्रिसमस भन्न चाहन्छु र हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा प्रभुमा प्रार्थनासहित हजुर सम्पूर्णलाई सुख शान्ति समृद्धि खुसी आनन्द सुस्वास्थ्य र दीर्घायुको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु परमेश्वरले हजुर सबैलाई धेरै धेरै आशिष दिनुभएको साथै नयाँ वर्ष 2024 को अवसरमा पनि हजुर सबैलाई प्रभु प्रार्थना सहित सुख शान्ति समृद्धि खुसी आनन्द र दीर्घायुको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र नयाँ वर्ष पनि हजुरको आशिषमा रहोस् विशेष गरेर हजुरको प्रार्थनाको लागि म हृदयभित्रबाट धन्यवाद दिन चाहन्छु हजुरको प्रार्थनाको कारण र प्रभुको अनुग्रहको कारण म जापानमा सुरक्षित छु शान्तिमा छु आनन्दित छु र मैले सुख शान्ति पाइरहेको छु र बाँकी दिनहरूको निम्ति पनि निरन्तर प्रार्थना गरिदिनु गर्न चाहन्छु हजुर खुसी रहनुहोस् आनन्दित रहनुहोस् परमेश्वरको आशिष हजुरको निम्ति सधैँ रहनेछ जय मसीह प्रार्थना तपाईँहरूको वास्ता बढाउने गर्दा आज कति कुराहरू चाहिँ सम्भव भएको छ सधैँ तपाईँहरूको माझमा आफ्नो नेपाली साथीहरूको माझमा आफ्नो दिदीहरू दाइहरूसँग श्री क्रिसमस मनाइरहेको यसरी चाहिँ तपाईँहरू बेगर यसरी खल्लो लागिरहेछ क्रिसमसको दिनमा अनि सबैजनालाई धेरै धेरै सम्झेको छु अनि यता आफ्नो साथीहरू भए तापनि यताको बिजी लाइफको कारणले गर्दा आफ्नो काम व्यस्तताको कारणले गर्दा आफ्नो कामहरूमा जानुपर्ने हुँदछ अनि त्यहाँ नेपाल जस्तो रमाइलो चाहिँ हुँदैन अनि तपाईँहरू सबैजना एकदमै मिस गरिरहेको छु अनि उताको क्रिसमसको माहौल क्रिसमसको रमाइलोपनहरू एकदमै मिस गरिरहेको छु अनि तपाईँहरूलाई धेरै धेरै सम्झना छ क्रिसमसको आज क्रिसमसको दिन यीशु ख्रीष्टको जन्म महोत्सवमा तपाईँहरू सबैजनालाई शान्ति आनन्द अनि खुसीको कामना गर्दछु अनि आज क्रिसमसको दिन तपाईँहरू सबैजना एकअर्कामा मिलेर रमाइलो गरेर नाचेर उत्साहित साथ इन्जोय गर्नुहोला तपाईँहरूलाई धेरै धेरै सम्झना अनि एकदमै माया छ सबैजनालाई चिन्छु
सम्झना गर्न चाहन्छु साथै सम्पूर्णलाई हामी सबैजना खुसी वेकिनुपर्छ भन्दै परमेश्वरको जन्मदिनहरू खुसीको साथ मनाउनुहोस् भन्न चाहन्छु र मेरो यो सानो भिडियोबाट तपाईँलाई शुभकामना दिँदा परमेश्वरलाई धन्यवाद दिन्छु र हाम्रो जन्मदिनलाई कुराहरू राख्नुभएको लागि होइन यो जति पनि हामी सन्देशहरू हामीले यो भिडियोतर्फ हामीले दिन पाउँदा फेरि टाढो देश विदेशहरूले दिन पाउँदा पनि हामी खुसी छौँ हामी हजुरहरूसँग भन्दा पनि हामी हजुरहरूसँग अनि तपाईँहरूले हामीलाई यो अवसर दिनुभएको धन्यवाद दिन चाहन्छु मेरो भाइ बहिनीहरूलाई अनि सम्पूर्णलाई फेरि पनि म चाहिँ चाहन्छु next year अब चाहिँ हामी यहाँ खानाहरू खाँदैछौँ अनि अब लगभग चाहिँ हाम्रो कार्यक्रमहरू सकिसकेको छ है। अनि अब चाहिँ अन्तिममा हामी फोटोहरू खिच्छौँ, फ्यामिली फोटो, साथीभाइहरूसँग सबैजना मिलेर फोटोहरू खिच्छौँ। अनि हरेक साल चाहिँ हाम्रो चर्चमा सबै कार्यक्रम सके पछाडि चाहिँ नाच्ने गरिन्छ है। अनि मलाई चाहिँ धेरै मेरो नानीहरूले सोधिरहेको हुन्छ तपाईँहरू क्रिसमस कसरी मनाउनुहुन्छ भनेर। अनि हामी चाहिँ यसरी नै चर्चमा गएर सबैजना मिलेर रमाइलो गरेर हामी चाहिँ क्रिसमस मनाउने गर्छौँ है त। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु नबिर्सिनु होला भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहे। ओके, बाई बाई एभ्रिवान।